सुकुम्बासीहरूको दीर्घकालीन व्यवस्थापन गर्नुपर्छ, अमानवीय व्यवहार देखाउन पाइँदैन। यसो भन्नेमा नेपाली कांग्रेस पनि छ, जसका नेता गृहमन्त्री हुँदा 81 सालमा बल्कुमा आएको बाढीबाट जोगिन एउटा परिवार छाप्रोमाथि घण्टौं उभियो। गृहमन्त्रीको आँखामा भिजिबिलिटी भएन अनि परिवारलाई नै बाढीले बगाएर लग्यो। त्यस्तो दुःखद घटनापछि पनि न त कांग्रेसलाई न एमालेलाई कसैको पनि खोला किनारका भूमिहीनहरूको दीर्घकालीन व्यवस्थापन गर्नुपर्छ भन्ने बुद्धि पलाएन, किनभने उनीहरूलाई 2/3 बहुमत भएपछि कसले के गर्न सक्छ र भन्ने अहंकार थियो। 84 अघिको 1.5 वर्ष प्रधानमन्त्री हुन पाउँछु भनेर कांग्रेसका सभापति शेरबहादुर देउबा जिब्रो लतपताएर बसेका थिए। कांग्रेसका बाँकी 5 कार्यकर्ता त लास र दासकै स्थितिमा थिए। एमाले नेता कार्यकर्ता विहीन पार्टीमा रूपान्तरण भएको छ। त्यहाँ नेता कार्यकर्ता होइन, 12 छोराछोरी मात्रै छन्। हामीले सरकारलाई मानवता देखाऊ भनिरहेका छौं, अझै पनि भन्छौं, तर कांग्रेस एमाले माओवादीले चाहिँ कुन नैतिकताले यसो भनिरहेका छन् त्यो हामीले बुझ्न सकेका छैनौं। अघिल्लो एपिसोडमा हामीले प्रधानमन्त्रीलाई करुणा देखाऊ भन्यौं। हिजो बिहान उनले सामाजिक सञ्जालमा भूमिहीनको समस्या सधैँका लागि समाधान गर्न भूमि सम्बन्धी ऐनका केही दफाहरू अध्यादेशबाट हटाएका छौं, कुनै पनि नागरिकलाई घरविहीन हुन दिने छैनौं, चिन्ता नलिनु भनेका छन्। जब देशका कार्यकारी प्रमुखले नै यति भनेपछि हामीले अध्यादेशको विरोध कसरी गर्ने अनि उनको कुरा अहिले नै नपत्याएर विरोधमाथि विरोध चाहिँ कसरी गर्ने? सरकारले 6 वटा अध्यादेश जारी गरिसकेको छ। सम्पत्ति शुद्धिकरण सम्बन्धी ऐनमा संशोधन गर्न ल्याएको अध्यादेश जारी हुने बित्तिकै सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग शक्तिशाली भएको छ। हिजै बागमतीका मुख्यमन्त्री इन्द्र बानियाको हेटौडा र काठमाडौँमा भएका घर र कार्यालयमा विभागको टोलीले छापा मारेको छ। यसअघि विभागलाई यसरी काम गर्ने अधिकार नै दिइएको थिएन। अब भन्नुहोस्, अध्यादेश खराब इन्टेन्सनले जारी भएको कसरी बनाऊ? हिजोका दिन एकपटक सम्झौँ त, भूमि सम्बन्धी ऐन संशोधन गर्न विधेयक लगेर कांग्रेस एमाले माओवादी तीनै दलले संसदबाट पास गरे अनि प्रधानमन्त्रीको कुर्सीमा बसेका केपी ओलीले आफ्नै जिल्लामा पनि सुकुम्बासीहरूको समस्या समाधान नगरी गिरिबन्धु चिया बगानको 344 बिघा जमिन 60 फेरका नाममा बेचेर खाने गरी मन्त्री परिषदबाट निर्णय नै गरे। त्यो निर्णयलाई मरेका लासहरू कसैले पनि विरोध गरेनन्। अधिवक्ता ओम प्रकाश अर्याल समेतले सर्वोच्चमा रिट दायर गरे। सर्वोच्चले ओली ग्याङको नियत सफा नभएको भन्दै मन्त्री परिषदको निर्णय कार्यान्वयनमा रोक लगाइदियो। गिरिबन्धुको चिया बगान बेचेर खान तयार भएका बिचौलियाहरू अस्ति अर्थमन्त्री सोडिम वाग्लेको भाषण सुनिरहेका थिए। तिनै बिचौलियाहरू अहिले पनि देशमा सुशासन भएन भन्दै मन्त्री भेट्न जाँदा रहेछन्। यी भन्दा लाज पचेका नकचराहरू दुनियाँमा अरू कोही होलान् त? देशको सम्पत्ति बेचेर खान संसदबाट ऐन पास गर्ने र राम्रो उद्देश्यले अध्यादेश पास गराउनेहरू बीचको भेद हामी पनि बुझ्छौं, नेपाली जनताले पनि बुझिरहेका छन्। दर्शकहरूले पनि ख्याल गर्नु नै भएको होला कि नेपालमा जति पनि बुद्धिजीवी, लेखक, विश्लेषकहरूका पछिल्ला अन्तर्वार्ताहरूमा उनीहरूले वर्तमान सरकारको लयमा प्रश्न उठाउन सकिरहेका छैनन्। हिजो कांग्रेस एमाले माओवादीको दानापानी खाएकाहरूले समेत बोल्न सकेका छैनन्। आखिर किन त? किनभने बुद्धिजीवीको आवरणमा नेपाली जनतामा गलत न्यारेटिभ सृजना गरिदिने बुद्धिजीवीहरूको बुद्धि पनि कति जीवीको हुन्छ त्यो हामीलाई राम्रोसँग थाहा छ। उनीहरूलाई जनताको बुद्धि भुट्न पनि केही कमजोर कडी चाहिन्छ, त्यो उनीहरूले भेटिरहेका छैनन्। दर्शकबिन, हालका लागि यति भन्छु कि रासोपा र सरकार बीचको ट्युनिङ बिग्रियो भने बालेनको बेग जुनसुकै मोडमा पनि दुर्घटनाग्रस्त हुन सक्छ। उनले कम्तीमा पार्टीसँग समन्वय मिलाएर काम गरे भने अरू कसैले पनि केही पनि बिगार्न सक्दैन। जुन पार्टीले बालेनलाई प्रधानमन्त्री बनाए त्यही पार्टीलाई गन्दिन मै हुँ अनिल कपूर भनेर हिड्न थाले भने सम्बन्धमा बिस्तारै बिस्तारै दरार आउँछ। एउटा बिन्दुसम्म त मिलेरै जालान्। लचक हुने ठाउँ अन्त्य भएपछि रबर झै रासोपामा पनि टुटफुट आउन सक्छ। नेपालको राजनीतिमा अक्सर यस्तो भइरहेका कारण यहाँ पनि यस्तो नहोला भन्न सकिँदैन। यसकारण समय छँदै हामी अहिले नै खबरदारी गर्छौं। जहाँसम्म भूमिहीन सुकुम्बासीको कुरा छ, पुराना सबै दलले भूमिहीन र सुकुम्बासीलाई भोट बैंक बनाउन त्यो समुदायमा आफ्नो भातृ संगठन खोलेका छन्। माओवादीको अखिल नेपाल सुकुम्बासी संघ छ, एमालेको नेपाल भूमिहीन सुकुम्बासी संगठन छ, कांग्रेसको नेपाल सुकुम्बासी संघ छ। तर अहिले सरकार जसको छ, राष्ट्रिय स्वतन्त्र पार्टी, उसको चाहिँ सुकुम्बासीहरूलाई संगठित गर्ने कुनै भातृ संस्था छैन। यही दलबाट प्रधानमन्त्री बनेका बालेन्द्र शाहले भनिरहेका छन् कुनै पनि नागरिकले घरविहीन हुनु पर्दैन। प्रधानमन्त्रीले बोलेको कुरा पूरा गरिदिए भने कांग्रेस एमाले माओवादीको झोला बोकेर हिड्ने सुकुम्बासीका नेताहरूको नैतिकता, इमान र सदाचारले
डाडुको पानीमा ज्यान डुबाए हुन्छ। यस्ता मानिसहरूले त समाजमा मुख देखाएर हिँड्ने अवस्था पनि नआउला, तर अहिले नै तपाईहरूले कुनै एक्सन लिन नहाल्नुहोस्, किनभने अलिकति समय त हिँड्नै पर्नेछ। वर्तमान सरकारले चाहना गर्दा असम्भव भन्ने केही पनि छैन। सरकारले 100 दिनमा जे काम गर्छौं भनेको थियो, आधा अवधि काम त 1 महिनामै गरिसक्यो। यसकारण यो सरकारले भूमिहीनहरूको समस्या समाधान गरिदियो भने कांग्रेस, एमाले र माओवादीको पछि लागेर सुकुम्बासीका संगठन चलाउने अनि बनाउनेहरूलाई सोध्ने प्रश्नहरू हामीसँग एक भारी छन्। त्यो बेलासम्म तपाईहरू पनि शानसँग हिँड्नु होला। समस्या समाधान भएको दिन आफ्नो मुखमा आफै कालोमोसो दले पनि हुन्छ, किनभने त्यसपछि त आफूलाई मान्छे भन्न पनि सकिने ठाउँ रहँदैन। निजामती ऐनमा संशोधन गर्दै सरकारले आधिकारिक सहित दलीय ट्रेड युनियन पनि खारेज गरेको छ। सरकारको बुझाइमा ट्रेड युनियन श्रमिकका लागि हो। सरकारी कर्मचारीहरूको श्रमिकको कोटीमा नपर्ने भएकाले त्यहाँ कुनै प्रकारको ट्रेड युनियन आवश्यक छैन भन्ने ठानेर यस्तो व्यवस्था नै हटाइदिएको छ सरकारले। यो निर्णयपछि एमालेको झोला बोकेर हिँड्ने नेपाल निजामती कर्मचारी संगठन, कांग्रेसको झोला बोकेर हिँड्ने नेपाल निजामती कर्मचारी युनियन, माओवादीको झोला बोकेर हिँड्ने राष्ट्रिय कर्मचारी संगठन, मधेसी दलको झोला बोकेर हिँड्ने नेपाल मधेसी निजामती कर्मचारी मञ्चहरूले संयुक्त रूपमा विज्ञप्ति निकालेर सरकारको कदमको धुवाँधार विरोध गरेका छन्। तर हामी सबै निजामती कर्मचारीहरूलाई भन्न चाहन्छौं, दलको नोकर हुनुभन्दा सरकार वा जनताको सेवक हुनुमा गर्व गर्नुहोस्। हिजोसम्म तपाईहरू कुनै दलको खैराती कार्यकर्ता हुनुहुन्थ्यो, आजबाट आजाद हुनुभयो। यो आजादीमा रमाउनुहोस्, स्वतन्त्रताको उपभोग गर्नुहोस्। दलको झोला बोक्ने कर्मचारीहरूले चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन्। अब दलको झोला नै प्रिय छ भनेर आन्दोलन गर्दैमा के हुने हो र आन्दोलन गर्न रहर हुनेहरू आज झण्डा बोकेर निस्किन्छन्, भोलि डोल्पा सरुवा हुन्छन्। सरकारी कोषबाट तलब खाने राजनैतिक दलको झण्डा बोकेर सिंहदरबारमा रजगज गर्नेहरूका दिन अब गए। राज्यका सबै क्षेत्रमा राजनीतिकरण भएर मुलुक आक्रान्त थियो। यो हदको राजनीतिकरण अन्त्य होस् भनेर तपाईँ हामीले विगतदेखि नै भनेकै हो। यही कुरा सम्बोधन गरेपछि आजै प्रधानमन्त्रीले सामाजिक सञ्जालमा लेखेको कुरा जस्ताको त्यस्तै भन्दैछु। बालेनले भनेका छन्, धेरै पत्रकार, नेता, अभियन्ता, व्यापारी र आम जनताले वर्षौंदेखि एउटै कुरा भन्दै आएका छन् कि विद्यार्थी र कर्मचारी तन्त्रलाई पार्टीकरणले बिगार्यो। वर्षौंदेखि यी संगठनहरू विद्यार्थी र कर्मचारीको हितभन्दा बढी दलका स्लिपर सेल बने। योग्यता भन्दा पहुँच, क्षमता भन्दा झोला र झण्डाको मूल्य बढाइयो। यसले प्रणालीप्रति नै जनताको विश्वास कमजोर बनायो। राष्ट्रिय स्वतन्त्र पार्टीले शिक्षालय र कर्मचारी तन्त्रबाट दलगत राजनीति हटाउने कुरा संगठन बनाउन नसकेर गरेको होइन। चाहने हो भने आजकै दिनमा ठूला विद्यार्थी र कर्मचारी संगठन बनाउन सक्छ, तर अर्को दलगत संगठन थप्दैमा न शिक्षाको गुणस्तर बढ्छ, न कर्मचारीको सम्मान जोगिन्छ भन्ने कुरा विगतले देखाइसकेको छ। त्यसैले स्पष्ट निर्णय आवश्यक थियो। त्यो निर्णय थियो शिक्षालयमा दलको झण्डा निषेध, कर्मचारी तन्त्रमा दलको झण्डा निषेध। यसले अधिकार खोज्दैन, बरु पेशागत स्वतन्त्रता बलियो बनाउँछ। अब नियुक्ति, सरुवा र बढुवाको आधार दलगत निकटता होइन, विधि, क्षमता र दक्षता बन्नुपर्छ। हाम्रो प्रयास यति मात्रै हो, विद्यार्थीले राजनीति सिक्दा गुरुबाट सिकुन्, नेताको भिडबाट होइन। कर्मचारीले विधि खोजुन्, नेताको छहारी होइन। हामी चाहन्छौं विद्यार्थीले राजनीति सिकुन्, तर सभ्यता, विचार र जिम्मेवारीको राजनीति। कर्मचारीले जनताको सेवा सिकुन्, कुनै दलको होइन। यो कुनै पार्टी विरुद्धको लडाई होइन, यो प्रणाली बचाउने प्रयास हो, यो भविष्य बचाउने प्रयास हो, यो देशलाई दलगत कब्जाबाट निकालेर संस्थागत मार्गमा ल्याउने प्रयास हो। शिक्षालय र कर्मचारी तन्त्रलाई दलगत संक्रमणबाट मुक्त गर्ने यो प्रयास हो। त्यसैले तपाईहरूकै चाहना अनुरूप अध्यादेश मार्फत यी विकृतिहरू हटाएका छौं। तपाईहरू ढुक्क हुनुहोस्, हामी जे गर्छौं आम नेपाली जनताकै हितमा गर्छौं। यो पछिल्लो भनाइ थियो प्रधानमन्त्रीको।